ओपननेसमै कुरा गर्नु हो, एकदम ओपनली मजाले गरेर उहाँ पात दिनुहुन्छ एउटा ओपन ठाउँमा होइन। अनि के भन्नुहुन्छ, यो बायो त निस्किनुपर्छ, यो बायो निस्क्यो अब मेरो पेट ठिक भयो। यो पात आउनु राम्रो कि नराम्रो? अब एक किसिमले हेर्नुहोस्, ग्यास त निस्केको राम्रै हो। हजुर। तर अब हामीले के बुझ्नुपर्छ भने एउटा मान्छेको पर्सनल स्पेस हुन्छ, एउटा पब्लिक स्पेस हुन्छ। म्हणजे मान्छेको पर्सनल स्पेस र पब्लिक स्पेसलाई हामीले त्यसलाई कदर गर्न जानेनौँ भने अगेन त्यो डिसिप्लिन भएन। म्हणजे तपाईँको लागि राम्रो होला, बट फर द रेस्ट अफ द पिपल सिटिङ देयर द्याट इज नट अ भेरी नाइस थिङ टु डु होइन। भनेपछि हो तपाईँले चाहिँ त्यो ग्यासलाई त्यहाँ राख्नुको छ र जानुहोस्, टोयलेटभित्र जानुहोस्, त्यो ग्यासलाई लेट आउट गर्नुहोस्, ग्यासलाई लेट आउट गरेको राम्रै हो। तर जो हाम्रो कनिकन जुन पाद्ने चलन छ हाम्रो समाजमा त्यो चाहिँ इट्स नट नेसेसरी। र हामीले एउटा चिज के बुझ्नुपर्छ भने ग्यास जसलाई धेरै हुन्छ, कसलाई धेरै हुन्छ भन्दा त एउटा मैले अघि नै भने खानपिनको गलत, अर्को चाहिँ तपाईँको अब कहिले कहिले ग्यास फर्मिङ खानाहरू हुन्छ, जस्तै क्याबेज भयो, बिन्स भयो, त्यो खाइदिनु अलिक ब्लोटिङ धेरै हुन्छ। तर त्योभन्दा पनि तपाईँहरूले के बुझ्नुपर्छ भने धेरै मान्छेहरूले यो बुझ्नु न, ग्यास नर्भस पिपललाई हुन्छ। जो मान्छे तपाईँलाई हि इज सोइङ द्याट हि इज अ भेरी कन्फिडेन्ट च्याप हु एक्चुली नर्भस हो। किन तपाईँ मैले सबैले वी आर स्वालोइङ एयर विथआउट इभन अस नोइङ इट। हामीले नजानिकन हामीले ग्यासलाई चाहिँ निलिएर आउँछ, हावालाई निलिएर आउँछ। भनेपछि इनफ्याक्ट हाम्रो पेटभित्रको ग्यासलाई लिने हो भने तपाईँको चाहिँ ब्याक्टेरियाले निकाल्ने ग्यास अराउन्ड 60% छ भने खानाले तपाईँको अब कुनै गलत खाना खानु त्यसलाई 60लाई 70% बनाइन्छ। तर तपाईँको स्वालड एयर 30 to 40% हुनसक्छ। सो त्यो स्वालड एयर धेरै भएपछि तपाईँको ढ्याउ पनि आउने, ग्यास पनि आउने, एन्ड द्याट इज अ साइन अफ नर्भसनेस। सो त्यो चाहिँ एङ्सियस पिपलमा हुन्छ। तर हेर्नुहोस्, एङ्जाइटी भन्ने चिज कस्तो हुन्छ, लट अफ पिपल मास्क इट। मान्छे भित्रबाट एकदम ऊ कमजोर हुन्छ, तर उसले दुनियाँलाई देखाउनलाई म जस्तो कन्फिडेन्ट कोही छैन, म जस्तो खुसी कोही छैन, उसको भित्रै प्रब्लम भइरहेको हुन्छ। अनि त्यो मान्छेको चाहिँ ग्यास इनहेलेसन बढेको छ भने हि इज अल्सो गट द्याट बर्पिङ एन्ड फार्टिङ अल द टाइम। यो एउटा नयाँ एङ्गल देखाउनु। डाक्टर साहब नेपाल, स्वास्थ्य पहुँच समयमा सबैमा।